हाम्रो आमा भात पकाउन लाउनुको हाम्रो आमा ल हेर्नु चाहिँ अलि मिठो पकाउनु त चलाउनु त डढो हाम्रो आमाको कुटी हो यो भात पकाउने आगो ताप्ने कुटीमा यता हेर्नु क्या ल कस्तो आनन्द कुटे गाउँघरमा पकाएको यो भान्सामा कति मिठो कति टेस्टी हुन्छ खाना तपाईँहरूलाई के थाहा बाहिर बस्नेहरूलाई खानीमा आउनुहोस् होइन आमा आजको के हो आमा आजको भान्सा आजको भान्सा के हो आमा आजको भान्सा के हो के को तरकारी पकाउनु छ के छ भन्नुहोस् त ल भन्नु न बाले ऊ आजको गेडागुडी गाउँघरको त्यसै मिठो हुन्छ आमाको हातको पकाएको त्यसै मिठो हुन्छ ल यहाँ दुध पनि रहेछ यो दुध थोरैको धेरै देखाउँछ यत्रो हुने चाहिँ हुन्छ कसले भन्छ झन् आमाको गुनासो यत्रो हुनु रहेछ भन्छन् र कसले भन्छ आमा कहिले भन्छ सकिन्न गर्नु अनि त्यसै गर्नु है यसो खाना पकाएर दिने नि भन्छ नि यो काम नि यही पनि काम हो का धेरैलाई सक्नु पर्यो कि त्यही भएर नि को धेरै छौँ हामी धेरै हुँदा सक्दिन अनि अरिन भन्छन् कसले भन्छ छोरा बुहारी छोरी जमाइले भन्छ आमा नसकेपछि आफ्ना तले एक माना हो कि 5 मुठी भात पकाए जस्तो हुन्न धेरैलाई चलाउने सक्दिन हामी छौँ नि चलाउन के टेन्सन गर्नु हामी छौँ एक दिन आएर भएन छोरा मात्रै आउँछ बुहारी ल्याउनु मलाई सुख छैन हामी बुढाबुढीलाई कति कहिले कहिले आएर यसो नातिनीहरू देख्न हतियार लाने ल्याउनु अनि के भन्ने त्यो भन्नुहोस् त बुहारीहरूलाई बिनाका बुहारी हुन् बुहारीले के भन्ने हो हामीले छेकेका छैनौँ अब तपाईँहरूले बोलाउने फकाउने हो क्या बुहारीलाई फकाउने फकाएर बुहारीहरूलाई नि बुहारीहरू बस मैले लिप्छु म भाँडा माझ्छु भन्न म सकिनँ हो त्यही हो ल त्यही हो छोराले बुहारीहरूलाई दुखाउनु आए बा आमालाई फकाउनु पहिलाका बुढा सासू ससुराल जस्तो गर्नु नैले कति माया लाउँछ बुहारी तिम्रो देख्न अत्यार लाग्छ आऊ दुःख गर्न पर्दैन घरै थुपुक्क पिँढिया बसौली मैले भात सात मैले पकाएर सबै मैले गर्छु आऊ भनेर फकाउनु पर्छ आमा अहिले बुहारीलाई फकाएर नि के मान्छन् र भोलि आउँछन् पर्सि आउँछन् भन्छन् अनि त्यत्तिकै हामीलाई टिमल्छन् तिमीहरूले क्या है गाउँ आउनु भने त्यसै गाह्रो होइन आयो भोलिलाई अरू त के हो र गाउँमा आएर त्यही बिहान उठ्नु पर्यो अरू के काम छ त पकाएर यसो पकाएर खान दिनु पर्यो पहिला तपाईँले कति दुःख गर्नु कति केटारी हुर्काउनु होइन हामीले त केटारी नि हुर्केका नि खाए लाए जस्तो हराइयो अहिले जति मसारे नि त्यस्तै पिलपिल पिलपिल छन् केटारी मोटा छैन गाउँघरको हावा पानी खाए जस्तो बजारमा जति अरे नि हुन्न हो त नि खालि बजार भन्छन् फेरि गाउँमा भन खोज्दैनन् कोही नि जाहिर भए त ठिकै हो नजाहिर छ कसै छोराको जाहिर भएपछि फेरि पछि लाउने क्या कस्तो रहेछ चलाउनु छोराहरूले 2 दिन घर छोडेन खिन्छन् भन्छन् छोड्दैन बुढाबुढीसित मात्रै बुहारीहरू बस्नु हामीलाई नाति नातिनाको मान्छन् धेरै अर्दैन अनि आमा अरू केही छ दुःख पिर गुनासो केही छ अर्न सकिन्न
यस्तै पकाउने खाने यही त हो के पकाउने खाने त हो नि पकाउने खाना नि कहिले सक्दिन कहिले अट्छु कहिले उठेरै सुत्छु अस्ति एक दिन उठेरै सुतेर यस्तो माथेरै माइली आउँदाखेरि नि कान्छी यिनीहरू उठेरै थिएँ उठेरै वाकेर के भयो उठ्नै नसकेर कोमाइली अनि फेरि बुढा उम्केर बल्ल पकाएर खान दिनुभयो केर्ने चाहिँ नसके छ छोरा र हाम्रा मुखैमा चाहिँ सुख दिन्नन् कोमाइल दिदी हो र सानीमा कोमाइल दिदी हो र जनकै फुपू माइली यो नि सुख हो क्या आमा बजारमा गएर बसेर मात्र सुख हो र छोरा बुहारी छोराहरू मिल्ने बुहारीहरू सबै को लडाइँ अरे आउँदा नि हामी लडाइँ अरे हाम्रा राम्रो गर्ने दुईटा गाई मोटा भएर एउटा सल्लाह एउटा मिलायो नि हामीले नि यस्तो छ भन्दा नि केही नि छैन खै बुढाबुढीले भएर बसेको छ 84 पुगेको बुढाले हाँस काट्ने 1 महिना 2 महिना दुध दुने खाने त्यही छ दुध नभई खान सकेनन् दुध खाने जति जाडो भयो नि 2 बर्का मै नभई नहुने भालै होइन 2 बर्का मै चाहिन्छ भात खाँदाखेरि होइन पच्छ के अरे होइन चाहिन्छ भैँसी थाकेपछि 4 दिन नि त्यसै रात चिया खान सक्नुहुन्न मलाई नै उभिनै हुन्न त्यही 1 मुठी दुध अब लाउने छ कान्छी मलाई त 1 मुठी दुध अलि दिन खाइन भने हुइय भएर उभिनै हुन्न अरू केही खानुहुन्न तपाईँले कुटी ट्याक्क काठले छाएर बनाउनु पर्ने होइन छोराले बनाइदिने कि हाम्रो कोपी छैन फेरि यो भर्बो तातो हुन्छ गर्मी चिसो हुन्छ शीतल हुन्छ फेरि अर्को बनाएछ गर्मी हुन्छ नि जाडा चिसो हुन्छ फेरि यहाँ अलि यति गाह्रो लाएर अलि यहाँबाटै भाटा ठोक्नु भयो धमिरो नि उठ्ने थियो तर यो तातो तातो हुन्छ नि होइन आमा अहिले त तातो हुन्छ पछि त पुल्छ भनेर यस्तो राखेको पछि गर्मी शीतल हुने है यस्तो हुन्छ कि कहिले कहिले आउने घर सफार्ने यसो उसो बुढाबुढीले भएर छोड्ने यसो भात भित्रै नि जानुपर्ने यस्तो अर्दाम के रे अब आउन सरार्दै आउनुपर्छ लिप्न सक्दिनँ भित्ता सधैँ भाइ घुँडा टेकेर भए पनि लतार्छु अनि चक्कर आउँछ फेरि अलिअलि अर्ने लिपि त्यही लतार्न पनि सकिन भने कुमारी बिहानै आइथिन् भएर एउटा ग्यादिनु बल्ल बल्ल अरे अनि उनीहरूलाई पिर्छ होइन बरु दुना टपरी लाएर अरेर बस्नुहुन्न त्यस भाउजूले माया मान्नुहुन्छ तपाईँहरूलाई भाउजूले साथ सपोर्ट दिनुभयो तपाईँहरूलाई त्यही भएर त बस्नु भएको छ नि होइन हामीले नि भाउजूहरू दाइ भाउजू हुन्छ भने आधारमा छोड्यो नि त आमा आधारमा छोडे कहिले कहिले त आराम पनि उनीहरूलाई नै खोल्यो रोग लाग्छ आज बोडीको तरकारी आमा अनि साग खाने कि भन्नु है म ल्याउँछु साग म जान्छु त्यहाँ माथि आएको थिएँ फेरि अर्जुनलाई देखेर भुलेँ म साग लिन हिँडेको थिएँ उपल्लाई खोज्चुकामा गएर न त अर्चल जान्छु राखेँ केही राखेँ होइन मैले त कुकुर लाउँछु अब लगाइदियो हुन्छ सन्नुमा लाउँछु कुकुर कुकुर लगाइदिउँ मामा थोरै हालेर लास्टमा हाल्यो हुन्छ पिँडालु कति हाल्नु धेरै पिँडालु
कति पकाउनु भात भात खोइ। तेल लाग्यो धेरै हुन्न हुन्न त्यति त खानु पर्यो। यहाँ त कुकर लगाउने खै बिर्को यहाँ छ बिर्की लाई कुकर अलिकति पानी कति राख्ने ल छन्नुहोस् त नि म आउँछु कति बढाउँदै फेरि चुटी लाए पाक्छ। अलि पानी हाल्ने त्यति हो पानी अरे त्यो राख्नेलाई क्या कुकर लाउनु अनि अहिले थप्नेलाई त्यहाँको त खाने पानी हो क्या भयो। अब नुन सुन सब हो ल ल ए ल यो हेर्नुहोस् है फेरि यो हाम्रो घर यस्तो छ यो घर घर उता छुट्टै छ अनि म भन्छु आमा घर छ यस्तै अब खासै बसिँदैन गाउँमा अब हामी नि अब जाहिरको सिलसिला बजारतिर हौँ अनि यो तल यो किचन छुट्टै यो बाँसले बारेको यो किचन बाँसले बारेर बनाएपछि घर धैसिन्न के भन्ने छ के अरे बुवा मम्मीहरूले त्यही हुनाले अहिले यति है अरू पनि लिएर आउँछु म।